हेलो साथीहरू, के छ अन्त हजुरहरूको हालखबर? आज चाहिँ हजुरहरूलाई एकदम न्यानो स्वरमा अभिवादन, स्वागत सुमनको फेसबुक प्रोफाइलमा है। र आज चाहिँ हजुरहरूलाई के देखाउनु खोजेको भने आजको काम देखाउनु खोजेको कि आज के काम चाहिँ गरेँ मैले है। अर्डर त मैले बिहानदेखि दिँदैछु, अर्डर त गई छ। आज चाहिँ लास्टै बिरयानी गइरहेछ, बिरयानी चाहिँ लास्टै गइरहेछ। र आजको मेन मेरो पनौती काम, सबभन्दा पनौती आजको काम चाहिँ यो यस्तो 17वटा साफ गर्दाखेरि चाहिँ हाम्रो उङ्लीमा काँडा पोसेर रातै भइरहेछ नि। यो थियो आजको काम है। आजको दिन चाहिँ तर म एकदमै बेकार है, एकदमै बेकार, काम नलाग्नेको दिन। आज चाहिँ पुरा पनौती दिन रहेछ। अघि यहाँ खुट्टा टेकेको स्वातै यो भित्र गएर अलिअलि छिल्यो पनि, अब छिल्लेको चाहिँ नदेखाउँ होला, अलिकति है खुनको कलरहरू आउँछ। यो माथि चाहिँ डब्बा ल्याउनु गएको, तल ट्याक्क टेक्दा त प्लतै भित्र स्वातै है। केही छैन, यस्तो काम हुन्छ। सानोतिनो भइराख्नुपर्छ है, ठुलो चाहिँ नहोस् भगवानको कृपाले है, ठुलो नहोस्। सानोतिनो त कहिले कसो अब छोरा मान्छेलाई भइहाल्छ है। यो चाहिँ अलिकति कस्तो टाइट भइरहेछ हो यो चाहिँ है। यो चाहिँ तपाईँको त्यो माछाको काँडा भएर होला कि अलिकति कस्तो टाइट भइरहेछ। अब एक कप चिया पिउने हो। आजको काम चाहिँ यस्तो थियो साथीहरू है। यता गर्दा उता गर्दा हल्लिँदा ठिकै भयो। आजको दिन यसरी नै बित्यो। कुखुरा बनाइरहेछु यहाँ, यसलाई भन्छ जेरेस पुलाउ मुर्गी है। यो रेडी छ। स्टाफको चाहिँ यस्तो बनाएको छु आज मैले, कद्दु आलु भन्छ यसलाई चाहिँ। यसमा यसो हल्का चिकनहरू पनि छ, वेस्टहरू। थ्याङ्क यू भेरी मच फर वाचिङ। यसरी नै चल्दैछ है। यो चाहिँ अघि त्यो पिकल हो कि, यो चाहिँ भुइँमा झऱ्यो। यो दामी हुन्छ। यो के भन्छ होला, ओलिभ, ग्रिन ओलिभ, दामी हुन्छ है। टेस्ट गरेर दामी हुन्छ। यो खोल्दा पनि यहाँ चट्टै चोट लागि त हाल्यो। अघिसम्म खोल्नु पनि अझै निस्किनु। आज चाहिँ तर पुरा चोट लाग्ने दिन मात्रै रहेछ। बिहानदेखि चोटै मात्रै लागिरहेछ है। अच्छा है, डब्बा खाली हो गया। कौन सा? इसका और एक है ना उधर, दो था। कौन का है? नहीं, ये दही का डब्बा में डाल के रखा, टीना का डब्बा फेंक दिया। और दही का डब्बा जब हमारा पार्सल आएगा वो शहर से वो काला वाला डब्बा लेके आएगा, उसमें 2-3 पीस डालेगा टेक अवे में। त हुन्छ त साथीहरू है। आजको यस्तो थियो। हजुरहरूको के छ हालखबर? अन्त हजुरहरू एकदम सन्चै राम्रो हुनुहुन्छ होला। मेरो चाहिँ आजको दिन चाहिँ एकदम गया गुजरा। काम पनि बिजी, एकदम बिजी है। अघि दिउँसो त, अहिले चाहिँ फ्री छ। अघि दिउँसो त सास लिने टाइम पनि, सास त बिजी थियो है। अनि अरू त सबै त्यस्तै छ। हजुरहरू चाहिँ एकदम राम्रो सन्चै आरामै हुनुहुन्छ होला है। होप सबैजना राम्रै हुनुहुन्छ होला। सो थ्याङ्क यू भेरी मच फर वाचिङ। सी यु इन द नेक्स्ट मिनी ब्लग। बाई गाइस, टेक केयर है। बाई।